सबैको अरू हेऱ्यो 35जना कारबाही, कति 31जना कारबाही, 9जना कारबाही, सबभन्दा कम कारबाही लिएर त्यो पनि कारबाही कसरी गर्यो भने आइसाबले मिटिङ हिटाउँदाखेरि सुतिरहेको अब त कारबाही गर्नै पर्ने अवस्था कारबाही मैले नसिक्यो कसरी कारबाही आएन भाइ त्यो कहीँ पनि हुँदैन थियो मैले कारबाही गर्नु परेकै छैन एकजना त अब त्यो आइजीले विराट सङ्गठनको प्रमुख आएर सुतिरहेको ड्युटीमा हतियार छोडेर गएको त्यो अक्षम्य भयो त्यो पनि नसेको दियो त्यो ठुलो कारबाही गर्नु पर्थ्यो होला ठुलो कारबाही गर्न किन कारबाही भनेको एक कमान्डरको एउटा कारबाही भनेको एउटा भन्छ नि एउटा प्रिरोगेटिभ भन्छ कि एउटा विशेष अधिकार त्यो विशेष अधिकार भनेको अन्तिम अवस्था प्रयोग गर्नु र कारबाही नगरिकन सबै सामान्य रूपमा चल्छ भने कारबाही गर्नु पर्दैन गाली गर्ने आउने ब्रिफिङ गर्ने रोल कल गर्ने आदिहरूका मुभ्यौलीहरू निरुक्ति हो तपाईँलाई त हामीले कारबाही गर्ने गाली गर्ने पनि राखेको लाग्छ मलाई कसैसँग मेरो गाली गरेको एउटा टिममा दाजुभाइ दिदीबहिनी जस्तो हाम्रो टिममा काम गऱ्यो एकदमै हाम्रो नेचुरल तपाईँबाट सबभन्दा भरपर्दो मान्छे हामी साथै नै आउँदाखेरि मलाई ब्रिफ गर्ने भरपर्दो मान्छे भने तपाईँ कति वर्ष भएको छ 7 वर्ष रामेश्वर सरले पनि त्यस्तै राम्रो फिडब्याक हो रामेश्वर प्रोफेसर हुन्थ्यो उहाँको मेरो गुरु पनि हो आजसम्म म जसरी चलाएको छु उहाँकै ट्रेन उहाँले नै मलाई सपोर्ट गर्यो आज गुरु पुण्यको दिन पनि आज सबभन्दा राम्रो आज एकदमै एकदमै राम्रो अस्पिसियस शुभ दिनमा आज यो विदाई कार्यक्रम हुनुभएको छ विदाई हो फेरिबाट भन्दा पनि विदाई कार्यक्रम हो सर्वप्रथम हाम्रो दरबार तिम्रो तपाईँको उत्तर पारिवारिक व्यवसायिक त सके पारिवारिक सामाजिक जीवन रहोस् तपाईँको 48 वर्षको उमेर हेर्दा तपाईँको उमेर हेर्दाखेरि जुन प्रकारको तपाईँको चाहिँ आत्मसन्तुष्टि भनिया तपाईँको अनुहारमा कुनै चाउरी पनि छैन यो ठुलो एचिभमेन्ट हो जिन्दगी तपाईँ 50 वर्षको उमेरमा पनि अब 10 वर्ष कम जति देखिनुहुन्छ यो चाहिँ जिन्दगी ठुलो एचिभमेन्ट उहाँको स्वास्थ्यको कारणले होला उहाँको सरकारले सोच्ने होला जिन्दगी अन्तिममा कमाउने भने एउटा प्रतिष्ठा हो स्वास्थ्य हो एउटा प्रतिष्ठा र इज्जत हो स्वास्थ्य हो अनि एउटा आत्मसम्मान यो कुराहरू चाहिँ ठुलो भ्यालु राख्छ है जिन्दगी यसको लागि अगाडि गर्नुपर्छ हाम्रो एउटा जिरो टोलरेन्स नीति थियो यो दरमा मेरो चाहिँ कमान्डरको कुराहरूलाई कुनै पनि प्रकारको आत्मसम्मान कसैले हेर्न नसकोस् कसैको चिया कफीमा अथवा कसैको बर्गरमा बिकेर हामीले चाहिँ उसले हेर्न नसकोस् भन्ने मेरो देवानले धारणा आज 11 मेसम्म अविच्छिन्न उहाँ तपाईँ लगायतको टिमले उहाँको सुझाव लिएर सिनियर टिमले सहयोग गर्नुभएको छ यो पनि एउटा हाम्रो लागि ठुलो सहयोग गर्नु परिरहेको छु र तपाईँ रिटायर भए पनि अब प्रहरीमा जोडिसक्नु भएको छ प्रहरी पूर्व प्रहरी भए पनि तपाईँ हाम्रो प्रहरी सदाबहार हुनुहुन्छ